पिरो हेर्नु गाइस हामीले चाहिँ टक्क लाएर होइन गाउँमा लाने चटपटे बना। हेलो एन्ड व्हाट्सअप गाइस हैन म चाहिँ आज आएको छु नयाँ ब्लग लिएर हैन। मेरो चाहिँ अहिले कोठाको हालत हेर्न सक्नुहुन्छ यस्तो छ हैन। यो चाहिँ किन भयो भनेर तपाईँहरूले अहिले भिडियोको बिचमा थाहा पाउनुहुन्छ। यो चाहिँ किन यसरी ओछ्यान बिग्रियो भनेर हैन। अहिले भिडियो हालेपछि थाहा पाउनुहुन्छ। अहिले चाहिँ म टक्क रेडी हुन्छु त्यसपछि म बजार जानको लागि रेडी हुन लागेको छु हैन। यहाँ चाहिँ पुरै दुखिरहेको छ अहिले भिडियोमा थाहा हुन्छ बिचमा हैन सबै है। अब चाहिँ म जाने गराउनु गर्छु म त अबसम्ममा चाहिँ रेडी हुन्छु आधी रेडी हुन्छु बिचमा देखाएर हुन्छ र गाइस म चाहिँ अब होइन घरबाट हिँडिसकेँ रोडमा हिँडिरहेको छु। म चाहिँ घरबाट निक्लेँ होइन। तपाईँहरूले पहिला यो ठाउँ याद होला नि म पहिला चाहिँ अहिले भ्लग यहीँबाट स्टार्ट गर्थेँ कि आज चाहिँ म त्यहीँबाट स्टार्ट गरेँ कि रेडी भएर टक्क लगाएर म चाहिँ हिँडिरहेको छु। घाम पनि के विधि छ कि गाइस घाम पनि अति नै अति 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 मरिरहेको जस्तो लागेर मलाई चाहिँ किनकि होइन एक्लै हिँड्दाखेरि यसरी भ्लग बनाउनु लास्टै लाज लाग्छ होइन। तर भए पनि म आज चाहिँ बनाएर हिँड्दैछु। अब चाहिँ म भ्लग डेली गर्नु पऱ्यो क्या त्यही भएर होइन। हिँड्दा चाहिँ हिँड्यो मयुर चाहिँ पाउने हो कि नपाउने हो फेरि होइन। मयुर चाहिँ पाउनु लोज झ्याउ बनायो चाहिएको बेला आफूलाई कहिले आउँदैन नचाहेको बेला चाहिँ सोध्दै हुन्छ। म चाहिँ यहाँनिर पुरै मयुरी कुरो बसिरहेको छु। मयुर नै आएको छैन न मयुरी न अटो म चाहिँ कुरै भएको छु होइन गाइस। मयुरी पायो म चाहिँ गाइस म चाहिँ अरूले हिँडिरहेको छु अहिले होइन। तपाईँहरूले चाहिँ हाम्रो नर्सरीको बोर्ड यहाँनिर देख्न सक्नुहुन्छ। नर्सरी बोर्ड चाहिँ यहाँ छ। हामी चाहिँ यता गल्लीबाट भित्र हिँड्नु चाहिँ यो गल्लीमा यो बोर्डबाट भित्र जाने होइन। यताबाट आयो त्यसपछि यहाँभित्र टक्क लाएर जाने होइन। यो चाहिँ हो हाम्रो नर्सरी। दर्शन हेलो भनिदिनु न त आज भ्लग बनाउँदै आयो के बोलिदिनु दर्शन होइन आज म त आज भ्लग बनाउँदै आएँ म घरबाटै म बोर्ड देखाउँदै आयो अगाडि। यो नर्सरी इन्डोर प्लान्टहरू एकदम धेरै छ यहाँ। ए तपाईँको गर्लफ्रेन्ड छ भने चाहिँ एकदम बेस्ट है यो। तपाईँहरू गर्लफ्रेन्ड छ भने होइन। अब मलाई चाहिँ फेरि काम लाग्दैन यस्तो होइन। यसलाई त पक्कै चिन्नुहुन्छ होला तपाईँले पहिला नि मेरो भ्लग देख्नु भएको छ ल हजुर टेलरवाला दिदी ट्राइपोड अनबक्सिङ गर्ने बेलामा देख्नुभयो होला तपाईँहरूले त्यही बेलामा। तिहारको भिडियोमा नि छ है यो सायद तिहारको भिडियोमा नि छ। मैले बिर्सिरहेको तिहारको भिडियोमा हजुर ए हस् बिना चाहिँ उबिरवालेर जानुहुन्छ। होम सर्भिस पनि पाउँछ है गाइस यहाँबाट चाहिँ फेरि। फेरि लागि हामी चाहिँ बजारतिर ल एकछिनमा आउँछ है त म फेरि लागि पुगेर म टक्क लाएर हिँडेँ होइन। म चाहिँ फर्स्ट टाइमै होला यहाँ हामी चाहिँ यहाँबाट पनि यो गल्लीबाट नै आउनु मिल्छ है गाइस। नर्सरी तपाईँहरू आउने भने चाहिँ उयो यहीँ ढोका छ यहाँलाई चाहिँ यो बुद्ध चोक आउँछ भने हामी एकदम सर्टकट बाटो हो यहाँबाट गयो होइन। यो गल्लीबाट देख्न सक्नुहुन्छ। यो गल्लीबाट छिटो गयो भने चाहिँ डाइरेक्ट हामीले नर्सरी के अगाडि पुग्छ है डाइरेक्ट जादु बुद्ध चोक। हामी चाहिँ भर्खर ब्याङ्कबाट काम सिधाएर निस्क्यो होइन। यस्तो हात कामै हो गाई जात त माको सुन्यो लेख्दाखेरि म 3टा भाउचर देखेरै फालेँ कि यस्तो डेन्जर हात कामै क्या मस्त लाएर होइन। ब्याङ्कको काम सिधाएर अपडेट नर्सरी जाने एकछिन बस्ने त्यसपछि घर गएर दिनभरि मस्त लाएर सुत्ने हो क्या हात त। हामी चाहिँ नारायण मल अगाडि ठ्याक्यो अहिले हामी चाहिँ मस्त लाएर होइन अब नर्सरीमै
मामा भान्जी रक है पाइयो गरिदेऊ ल यहाँ नै मलाई कसरी पाइ गर्छ इ मलाई पाइ गर ऊ आया ल फेरि हान्दियो पाइयो फेरि पाइयो इ यहाँ नि नर्सरी मस्त काम हानिरहेको छ त्यो चाहिँ भर्खर देखाउन मात्र हो माटो देख्न सक्नुहुन्छ भर्खर पल्टाएको हो अब म चाहिँ यहाँनिरबाट मेरो रुमको लागि यसो मिक्स भएको चाहिएन यहाँ राम्रो पाइन्छ मल माटोहरू जस्तै छ सर र बिरुवा त हल्ला पर्छ यसमा बताउँदिनँ होला मैले यहाँनिरबाट लिएर गएर बिरुवा हालेको होइन यस्तो दामी भएको छ कि मेरो अगाडि घर आएर देख्न सक्नुहुन्छ हेलो भन्दै ल पाइयो गरिदियो फेरि मामालाई पाइयो मामा पा गर्नु अहिले चाहिँ पाइ गरिनँ अहिले अन क्यामेरा भएर छु लाएर बसेँ होइन अफ क्यामेरा हो भने चाहिँ मेरो गाला यस्तो पड्काउँछ नि यो मान्छेले ल पाइ गर्यो आयो फेरि पाइ तपाईँहरूको घरको लागि एकदम होइन लक्की प्लान्ट भनेको चाहिँ उयो है मनी ट्री पनि तपाईँको यहाँ हेर्नु है यस्तो गमलामा हो कि सौनी सेरामिकको यो गमला धेरै पर्दैन त्यो 1300 कति भनेको क्यारे गमलाको मात्र यस्तो दामी दामी गमलाहरू पनि छ है त्यो गर्लफ्रेन्डहरूलाई दिन कच्चा हुन्छ के छ मामाको गर्लफ्रेन्ड छैन किन देखाएर भन्दै हुनु है पाइ गरिदेऊ पाइ गर न हजुर मलाई त्यही अङ्गुर झुडिन्छ झुन्दैन भाइ त्यही राम्रो यो चाहिँ हाम्रो कति 750 है जम्मा 750 यस्तो राम्रो 750 तपाईँहरू टाढाबाट मगाउनु भने 100 रुपियाँ डेलिभरी चार्ज जम्मा 100 रुपियाँ हो होइन तपाईँहरू जहाँबाट मगाउनु तपाईँहरूलाई जम्मा डेलिभरी चार्ज त्योभन्दा बाहेक बरु हामी आफै हालिदिन्छौँ ल तपाईँहरू जहाँबाट मगायो नि मगाउनु लगायत हामी चाहिँ यो फेरि यहाँनिर नर्सरीमा के डिसाइड भयो हाम्रो खाजा हामी यहाँनिर चटपटे बनाएर खाने डिसाइड भयो म सामान किन्न जाँदैछु होइन अब हामी चाहिँ अब सामानहरू लिन लाग्यो भिनाजोमा हजुर के दिनु भिनाजु अब होइन हामी चाहिँ टक्क लगाएर सामान लिन जाँदैछौँ है पुरै गल्ली हिँड्दै जाने होइन फेरि हामी चाहिँ होइन हो कि भिनाजु केही हुँदैन त यो गल्ली तपाईँहरूले नर्सरी आउनलाई एकदम सर्टकट भनेर अर्को बाटो चिन्नु भएन भने पनि यहीँ बुद्ध चौकको पानिया पसलको ठ्याक्कै साइडबाट भित्रै यहाँबाट जान सक्नुहुन्छ है यहाँनिर टक्कै यताबाट लुगा सिउन्ने हुन्छ यही ठ्याक्कै यताबाट भित्र जाने यताबाट भित्र गयो भने चाहिँ ठ्याक्कै तपाईँहरू हामी नर्सरीको गेटा पुग्नुहुन्छ हामी चाहिँ टक्क होइन अब सामान लिएर आइसक्यो हो टक्क चटपटे बनाउनुलाई सामान चटपटे बनाउनुलाई टक्क लाएर हामीले चाहिँ अब सामानहरू लिएर आयो अब भुजा चौथो अब यिनीहरू किन्न बाँकी छ अब त्यो चाहिँ उता टक्क चौकमा गएर किन्ने बल्ल भिनाजु बोल्नु भयो है बल्ल बोल्नु भयो हजुर चौधहरू यता छैन नि उतैपट्टि पुग्नुपर्छ अरे भुजार चौचो पनि हामीले किनिसक्यो गाइस हाम्रो आज खाजा खाने भयो आउनु है चटपटे एकदम मिठो पिरो हामीलो एकदम मिले खाऊ हो कोना यतै के साल खबर के छ दाइ भने म सब्सक्राइब गरिदिन्छु रे लगाइ हामी चाहिँ नभेनेरी चटपटे बनाउनु सबै सामानहरू काटेर रेडी उहाँ अर्को निरीक्षण गर्न चाहिँ उहाँ हिँडेछ गाजर समाउँदै नै यता तेल रेडी हुँदैछ भाँचेन ल अभी चकचके बाँदर चकचक यी चकचक गरे हो नि फेरि अब चाहिँ बस चाहिँ पर्स पनि चाहिँदैन पैसा पनि चाहिँदैन उसलाई केही पनि चाहिँदैन त्यो भाँडा भए पुग्छ अब गाजर हाल्ने उसले छुट्टै चटपटे बनाएर खान थालिसक्यो त्यो अर्को चले हामी भिना चाहिँ यता टक्कला चटपटे बनाउँदै हुनुहुन्छ म चाहिँ यहाँनिर यो तेल तताउने प्रोग्राम है
चटपटी बनाउने तयारी कस्तो लागेको छ बिना चटपटी बनाउँदा चटपटे गाई चटपटे चटपटे खाना घुमे गरेको अर्को चटपटे खानालाई एकदम आतुर हेर्नु गाई हामीले चाहिँ टक्क लाएर होइन गमलामा नि चटपटे बनाएर खाइयो अरू चाहिँ फुल रोप्छौँ हामी चाहिँ चटपटे बनाएर खान्छौँ बवाल पिरो भएको छ उता चटपटे खाँदै मलाई हार सिधाइसक्यो होइन यस्तो पिरो उठ्यो मेरो भाका खुर्सानी छुटेको अर्को उता ल गाइस आजको लागि यति नै मेरो चाहिँ बजार मगा लफ भयो होइन त्यसपछि म चाहिँ अब फेरि यहाँ भनेर घरमा आएर कन्टिन्यू गरिरहेको छु आजको लागि यति नै होइन अब लाइक मन परेमा लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला गाइस आजको लागि यति नै टाटा बाई बाई बाई